क्याप्टेन भर्सेस भाइस क्याप्टेनको लडाईँ यो थियो नेपाल प्रिमियर लिग सिजन 2 को फाइनल। आज हामी यो भिडियोमा हाइएस्ट रन स्कोरर, उपाधि विजेता लुम्बिनी लायन्स, म्याचको टर्निङ पोइन्ट र एग्रेसिभ ब्याटिङ अफ दिनेश अधिकारीको विषयमा कुराकानी गर्नेछौँ। नमस्कार, स्पोर्ट्स फाइल टिभीमा स्वागत छ। म दूरदर्शी। नेपाल प्रिमियर लिग सिजन 2 को फाइनलको टस जितेका सुदूरपश्चिम रोयल्सका क्याप्टेन दिपेन्द्र सिंह ऐरीले ब्याटिङ गरे। ब्याटिङमा उत्रिएका सुदूरपश्चिम रोयल्सका ओपनरहरू ईशान पाण्डे र विनोद भण्डारीले जम्मा 1 रन जोड्दा ट्रम्पम्यालको बलमा दिनेश अधिकारीको हातबाट क्याच हुँदै विनोद भण्डारी आउट भए। त्यसपछि ब्याटिङमा आएका ज्याक्सन सेल्डन पनि दोहोरो अङ्क नजोडिकन आउट भए भने त्यसपछि आएका आरएफ शेखलाई शेर मल्लले आउट गर्दै सुदूरपश्चिम रोयल्सलाई 4.3 ओभरमा 19 रन जोड्दा 3वटा महत्त्वपूर्ण विकेटहरू गुमाउनु पर्यो। त्यसपछि ब्याटिङमा आएका दिपेन्द्र सिंह ऐरीले 19 बलमा 13 रन बनाएर खेलिरहेका थिए र बलिङ गर्न आए लुम्बिनी लायन्सका क्याप्टेन रोहित पौडेल। अनि रोहित पौडेलको हातबाट क्याच आउट भएपछि त्यसपछि आएका 2 जना खेलाडीहरू दीपक बोहरा र पुनित मेहराले खाता नै खोल्न सकेनन्। ब्याक टु ब्याक विकेट। नेपाल प्रिमियर लिगको इतिहासमै फाइनलमा ह्याट्रिक लिने रोहित पौडेल पहिलो खेलाडी पनि बनेका छन्। त्यसपछि ब्याटिङ गर्न आएका खेलाडीहरूले खासै रन जोड्न सकेनन् र सुदूरपश्चिम रोयल्सले 85 रन बनाउँदा आफ्ना सम्पूर्ण विकेटहरू गुमाउन पुग्यो। आजको खेल हेर्दा लुम्बिनी लायन्सले एकदमै अनुशासित बलिङ गर्यो, फिल्डिङ पनि त्यत्तिकै टाइट गर्यो। सुदूरपश्चिम रोयल्सले ठुलो रन स्कोर गर्ने जुन लक्ष्य थियो त्यो गर्न सकेन, जसको कारणले गर्दा सुदूरपश्चिम रोयल्सले जम्मा 85 रन मात्रै बनाउन सक्यो। 86 रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएका लुम्बिनी लायन्सका ओपनरहरू दिनेश अधिकारी र डार्सी सरले एकदमै धमाकेदार सुरुवात गरे। सुदूरपश्चिम रोयल्सबाट दोस्रो इनिङमा पहिलो ओभर बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले पहिलो ओभरमै 26 रन दिए। मलाई अचम्म लाग्छ, दिनेश अधिकारीले यस्तो राम्रो ब्याटिङ गरे, 2टा शट मिडनको माथिबाट भने 2टा शट लङ्गनको माथिबाट। यो हेर्दा यस्तो मजा आइरहेको थियो कि नेपाली प्लेयरहरूले चल्नुपर्छ हामीले भनिरहेका थियौँ, तर दिनेश अधिकारीले पहिलो ओभरमै दिपेन्द्र सिंह ऐरीलाई 26 रन हानिदिए। अनि त्यसपछि सुदूरपश्चिम रोयल्स पुरै ब्याकफुटमा गयो। टिमको मेन्टालिटी पनि त्यस्तै भयो। त्यसपछि लुम्बिनी लायन्सले 85 रन पछ्याउन आफ्ना 4वटा विकेट गुमाउनु पर्यो। आजको खेलको दोस्रो इनिङमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिनेश अधिकारी दिए। उनले 13 बलमा 42 रन हिर्काए। यसरी सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायन्सले जम्मा 9 ओभरमा गेम समाप्त गर्यो। नेपाल प्रिमियर लिग सिजन 2 को जम्मा 7वटा मात्र म्याच खेलेका एडम रसिङटन चाहिँ सबैभन्दा धेरै रन स्कोर गर्ने खेलाडी बनेका छन्। त्यसैगरी नेपालको सर्वोत्कृष्ट खेलाडीको रूपमा रोहित पौडेल बनेका छन् भने उनले अमोडा जेईका J5 कार पनि जितेका छन् भने सँगसँगै बाइक पनि जितेका छन्। यसैगरी सबैभन्दा धेरै विकेट लिने खेलाडीहरूमा नेपाली नै छन्। जम्मा 3 जनाले 17वटा विकेट लगेका छन् भने सबैभन्दा कम इकोनोमीमा सन्दीप लामिछानेले 4.91 को इकोनोमीमा 17वटा विकेट लिएका छन् भने त्यसपछि अविनाश बोहरा छन्, त्यसपछि शेर मल्ल छन्। यो जित सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्सको मात्र होइन, यो नेपाली क्रिकेटको जित हो। जुन उचाइमा एनपिएल जाँदैछ नि यसले हामीलाई, हाम्रो नेपाललाई र हामी सम्पूर्ण देशभक्त नेपालीहरूलाई खुसी बनाउँछ। त्यसकारण यो जित कसैको पनि होइन, यो जित हाम्रो हो भन्ने सम्झिनु होला। र हामी अब अर्को भिडियोमा T20 वर्ल्ड कपमा नयाँ आउन सक्ने खेलाडीहरू र नेपालको T20 वर्ल्ड कपको अवस्था कस्तो हुन सक्छ र टिकट कसरी चाहिँ हामीले लिन सक्छौँ भन्ने विषयमा अर्को भिडियो बनाउनेछौँ। यदि तपाईँहरू यस्तै अरू पनि भिडियो हेर्न चाहनुहुन्छ र T20 वर्ल्ड कपको विषयमा हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला अनि बेल आइकनलाई घन्टी दबाउनुहोला। धन्यवाद, नमस्कार, साइन अफ।